स्वागत छ है तपाईँहरूलाई ल सबैजना सिमलामा आयो क्या टोलमा कति खुसी छ सिमलामा आएछ चल्किन्छ त मान्छे यस्तो गाह्रो छ बाटो है आज सिमलामा आएर गुम्बाको एवं क्याफेमा सबैजनालाई अब खेन्तु थकाली आमा गुम्बा कस्तो रहेछ मिठो एकदम मिठो छ मोमो राम्रो छ कस्तो रहेछ त आसङ एकदम खाना स्पेशल हो ल सबैजना परिवारहरू यता छ आज चाहिँ मेरो कोठाको दर्शन ल सो अब गुम्बामा ब्रेकफास्ट टाइम आज राप्नेको दिनमा गाडी छ यसमा मेमेहरू छ मेमेहरू नमस्ते गरिदिनु अब अब सिमला घुम्न यता काका छ होइन यता लामा मेमे छ मिस्टर आमिरले सिमलामा नि स्कुटर कुदाउनु पाए सिमलाको राइट सिमलामा नि स्कुटर कुदाउनु पाए सिमलाको राइट नि गर्यो खतरा छ स्कुटर के अरे यो बेसमा हो बेसमा यो हो सिमलामा टुरिस्ट प्लेस हो अब यता हाम्रो मेमेहरूलाई घुमाउनु ल्याएको सन्जुली माथि कुब्रीतिर के भन्छ मम अब कता जङ्गल हेर्ने हमारा मम्मी इंडिया में आके बिजनेस करने का सोच रहा है इधर का चाव निकाल के मशरूम निकाल के बेच के पैसे कमाने का सोच रहा है उसके बाद नेपाल जाने के लिए पैसा होगा ना इंडियन सरकार थोड़ा सा टैक्स लगा लो इनको वरना ज़्यादा पैसा कमा लेगा यहाँ यस्तो रमाइलो ठाउँ छ हाम्रो लोभेन्द छ यता त्यहाँदेखि एकदमै पुरै के भन्छ जङ्गल ठुलो पुरै सालको रुख समातेर खिच्नु पर्छ याकसम्म फोटो खिच्नलाई नि पैसा लिन्छ अरे पैसा लिन्छ नि त्यो पिलर उठाउने ठाउँबाट त्यो सेतो पिलर सबै माथिबाट जाने हो गाडी सबै पिलर कहाँ रहेछ केमला अब यो चाहिँ नि मस्यब्रको उता नालधारा पुग्नु लाग्ने ठाउँमा सबैजना परिवारहरू घुम्न आएको छ सबैजना यहाँबाट तल त्यहाँबाट सुरु भएको अनि यो भेग्ला नि सिमला पनि सिमला त्यसलाई भन्छ ब्रिटिसको त्यो त्यो ल यो घरहरू पुरा ब्रिटिसको स्टाइलको बनाएको छ ब्रिटिस मतलब इङ्ग्लिस इङ्ल्यान्ड सेपको तालिम दिनु यो अवस्था यो सेप कसरी पाल्नुपर्छ सबैजनाको फोटो एकदम राम्रो आयो आनीको राम्रो आयो ढोलमाको राम्रो मेमेको राम्रो अब आगो यतै बस बस्ने कि आगो यतै बस बस्ने कि
फेरि खोलिलुङमा जाने म यसपालो सिमलामै बस्छु जस्तो मन लाग्यो रमाइलो रहेछ धेरै राम्रो है के को चिन्ता छैन है केको चिन्ता छैन हावा पानी राम्रो ठाउँ राम्रो हरियाली खुसी हुन्छ मर्त नि स्वर्ग पुग्छ यो चाहिँ नि नालधारा सिमलामा अब यसको इन्ट्री चाहिँ नि आजभोलि पर पर्सन 50 रुपिस भएछ पहिला थिएन अनि यहाँ घुम्न आएको छु सबै परिवारहरूलाई त्यही घुमाउनु ल्याएको सिमलाको जङ्गल अब नालधारामा यो पिकनिक स्पोट होइन यस्तो छ यहाँ खेल्नेको एक्टिभिटीहरू पनि छ खेल्नलाई ल यो बाघको मुखो भन्छ हाम्रो आगोले ल नालधारा हो त भाराङखेरि नि सानो यहाँ यो बन्द छ इलेक्ट्रिक चल्ने हो कि कौन आ गया ये कौन आया ये ओए क्या यूएस आर्मी का मजा आयो अब जागेला लामा भन्यो तिनी त्यो कसो तै पनि अब यता हुन्छ निग्रो जस्तै त नि हेर निग्रो यस्तो आउँदो रहेछ हेर ल आज सिमलामा सबैजना सिमलाको हावा खान आएको होइन यता सिमलाको हावा खायो कस्तो राम्रो त्यसको दरबार घुम्यो कस्तो राम्रो लाग्यो राम्रो सरकारले भनेको तर घुमायो मैले ल अब हेर्दा कसो देख्दछ यो ठाउँमा आमा यस्तो ठाउँमा घुम्न आएको नि